You left a mark in my mind that I never could erase. Took a piece from my heart that nobody could replace. Nobody could replace you. You are the eye in the storm. You're the peace I try to find when I'm out in the cold. You're the one that's on my mind. We'll search until I find you. I lost my love to you. I lost my love to you. I lost my love to you. ओके ल हाम्रो चाहिँ अब डेस्टिनी अब यहाँ हाम्रो पार्किङमा सो यहाँ केटाहरू अब झरिरहेको छ हैन ओहो यार एकदम एकदम आज चाहिँ हैन मोबाइल रमाइलो गर्नुपर्छ हिजो केटाहरूको रमाइलो भएछ आज निन्द्रामा छ केटाहरू टुरमा पनि आज पुरा बस त निन्द्रामा आएको छ कहीँ यता हेर्दै उता निन्द्रा हो ल हेर त निन्द्रा हो के निदा ओके गाइज अहिले चाहिँ अब हामी चाहिँ यो पार्किङ स्थलमा छौँ है पार्किङ गर्ने ठाउँमा सो अब चाहिँ हामी पार्किङमा एकछिन रेस्ट गरेर अबको हाम्रो यात्रा फेरि सुरु हुन्छ त्यसपछि आजको हाम्रो टुर चाहिँ खासमा कुमामोतोसम्मको रहनेछ सो सबैजनालाई म देखाउने छु आजको यो फुल भिडियो सो कसैले पनि स्किप नगरिकन हेर्नु होला है त सो एकदमै खास अनि एकदमै विशेष भिडियो छ सो तपाईहरुलाई आज म कुमामोतो घुमाउने छु है त जाने चाहिँ गाडी चाहिँ हाम्रो गाडी चाहिँ यहाँ छ ओके गाइज अब चाहिँ हाम्रो यात्रा
पार्किङमा एकछिन आराम गरेर चाहिँ अब हाम्रो सुरु हुँदैछ। जुस देखाइदेऊ। गाइज अब चाहिँ हामी कुमामोतो इन्ट्री गरिसकेको छौँ। सो अबको हाम्रो टुर हाम्रो गन्तव्यमा हामी अलरेडी पुगिसकेको छौँ र यहाँको भाइब म देखाउनु चाहिँ अब अहिले चाहिँ हामी जस्ट कुमामोतो इन्ट्री गरिसकेको छौँ। साइडमा हाम्रो ड्राइभर सबैजनाले चिनेको र अब चाहिँ हाम्रो यात्रा यहाँको हामी जुन ठाउँको लागि आएको छौँ त्यही ठाउँ चाहिँ अब हामी यहाँबाट जाँदैछौँ। एकछिनको हाम्रो रेस्ट यहाँ थियो, अलिकति लामो ड्राइभपछि। सो अझै कन्टिन्यू अगाडिको भिडियोहरू अझै हेर्नु होला, सो स्किप नगरिकन। सो आजको यो भ्लग एकदमै विशेष छ र हजुरहरूलाई सबैजनालाई मैले घुमाउने छु कुमामोतो। जो तपाईँहरूले आउनुभएको छैन भने पक्कै पनि तपाईँहरूको लागि यो ठाउँ एकदमै तपाईँहरूलाई पनि आउँ आउँ लाग्ने खालको त्यस्तो किसिमको भाइब छ। सो यो भिडियोलाई सबैजनाले एकदमै धेरैभन्दा धेरै सेयर गरिदिनु होला र सबै सामु पुगोस्। जापानको कुन कुना कुनाबाट हेरिराख्नु भएको छ, नेपालको लगायत विश्वभरिको। सो तपाईँहरूको लागि पनि एउटा यो रमाइलो भिडियो हुनेछ। सो एभ्रिवान किप वाचिङ एन्ड लेट्स गो अन।
टाइप हो क्या यहाँ आजको दिन भोलि आउँदैन केटा हो ल अस्ति हामीले त त्यो कार्यक्रम सकेर खाजा खाथ्यो नि त्यहाँ दिदीहरु मैले चिनेको थियो हामीले चिनेको थियो ए यता हो के सन्दीप भने चाहिँ बीचबाटै त्यो पोइन्टबाटै लिएर गयो कि उता तपाईको कुरा अनि सबलाई लगेर गयो है त्यसको अनि मनिष र म चाहिँ फर्के अनि फेरि पछि त फेरि हेर्यो थियो के हामीलाई त्यो बाजेलाई सोधिरहेको थियो अझ विश्वास नलाएर हामीलाई हेरिरहेछ को पनि यहाँ मैले यो बाटो निस्किन्छ मैले रिजल मैले उद्घाटन गर्दा गाडीहरु त लगा लगा आइछन् तर यहाँबाट नि मिल्छ होला जान त्यहाँ मिल्दैन त्यो अन्त अर्कै पर्दैन यहाँ चाहिँ
हामी चाहिँ अहिले धेरै माथि आइपुगिसकेको छौँ र हाम्रो केटाहरू यहाँनिर अब चाहिँ यहाँनिर मेन हेर्न सकिन्छ यस्तो हिउँ परिरहेको छ र फुकुकामा पानी परिरहेको छ तर यहाँनिर चाहिँ हिउँ परिरहेको छ है र यहाँको माहौल हेर्न सकिन्छ यस्तो बवाल छ नि हामी अझै माथि पुगेर आइसकेको छौँ सो माथिको क्लिपहरू चाहिँ सबै भिडियोमा देखाउनेछु एभ्रीवान सो किप वाचिङ एन्ड किप लभिङ दिस भिडियो एन्ड यस्तै नयाँ नयाँ भिडियोहरू म लिएर आउनेछु गाइज आजको यो भिडियो पुरा हेर्नु होला है त एभ्रीवान रक स्टार हेरौँ है ल हाम्रो रक स्टारको इन्ट्री भइसकेको छ है ल यता साइडतिर यता गरौँ न है ल हाम्रो रक स्टारले हाम्रो गिटार लगाउने ओपनिङ गरिरहेको छ है ओपन गरिरहेछ है त हजुर राम्रो आउँछ गिटार